मेरो डिभोर्स भयो अनि मलाई चाहिँ एकदम एन्जाइटी। टिकटकबाट उदाएकी मिस पबी अर्थात् पवित्रा सङ्घर्ष गर्दै टिकटकरदेखि मोडलिङसम्म हुन सफल भइन्। यति बेला सामाजिक सञ्जालमा मिस पबीको डिभोर्सको कुराले चर्चा पाइरहेको छ। मिस पबीले पहिलो पटक रमाइलो छ अर्थात् उत्सव रसाइलीको कार्यक्रम मार्फत डिभोर्सको बारेमा मुख खोलेकी हुन्। मेरो चाहिँ 16 वर्षको उमेरमा त्यस्तो भएको हो। म चाहिँ त्यो बच्चै थिएँ त्यो बेलामा हैन। 9 वर्ष अगाडि नै 16 वर्षको कलिलै उमेरमा समाजको चलन अनुसार विवाह भएको र केही समयमै डिभोर्स भएपछि पीडा सहनु परेको कुरा उनले बताएकी छिन्। केही समय अघिदेखि नै सामाजिक सञ्जालमा मिस पबीको व्यक्तिगत जीवन अर्थात् विवाह भएको तस्बिर जताततै भाइरल भइरहेको थियो। त्यो तस्बिर कसले लिक गर्यो भन्ने कुरा बाहिर नआए तापनि मिस पबीले यो विषयलाई पब्लिक गराउन चाहन्नथिन्। त्यो कुराहरू बाहिर निकाल्न चाहदैन थिए, त्यो ननिकाल्न चाहिसकेपछि अन्ततः रमाइलो छ युट्युब कार्यक्रम मार्फत अन्तर्वार्ता दिँदै विवाह र डिभोर्सको विषयमा बोल्न बाध्य भएको भन्दै उनले यो विषयलाई स्वीकारेको र भिडियो सार्वजनिक गरिएको छ। 16 वर्षको कलिले बच्चा उमेरमा विवाह र डिभोर्स हुन पुगे पनि यो सब अन्जानमा भएको बताउँदै वास्तविक के कारणले डिभोर्स भयो भन्ने कारणबारे उनले केही बोलेकी छैनन्। तर उनले डिभोर्सपछि आफूले समाजमा बेहोर्नु परेको र सहनु परेको पीडाहरू सुनाउँदै भावुक भइन्। इभन स्कुलको साथीहरू पनि साथी छैनन् मेरो अहिलेसम्म पनि।